नजर दोष, आँखा लाग्नु भन्ने चीजबाट चाहिँ मलाई एकदम धेरै डर लाग्छ साथीहरू, किनभने म आफैले पनि भोगेको छु। यो नजर दोषले चाहिँ मान्छेलाई कतिसम्म चाहिँ कहाँसम्म पुर्याउन सक्छ भन्ने। त्यसैले जमाना अनुसार त चल्नु पर्यो। पहिला पहिला चाहिँ हामीले नजर दोषको लागि चाहिँ घोडाको खुट्टा मुनि लगाउने फलामको टुक्रा लगाउँथ्यौं घरमा, अथवा कागती खुर्सानी झुन्डाउँथ्यौं। अहिले चाहिँ यो सोशल मिडियामा चाहिँ कस्तो ट्रेन्ड चलेको छ भने यो प्रकारको चाहिँ इभिलाईबाट चाहिँ नजर दोषबाट बच्न सकिन्छ भनेर ट्रेन्ड चलेको छ। अब जमाना अनुसार त चल्नै पर्यो। त्यसकारणले चाहिँ मार्केटभरि टिकटकभरि जता पनि इभिलाईको मार्केट चलिरहेको हुँदाखेरि मलाई पनि यो चाहिँ हाम्रो कोर्सेटबाट बन्ने इभिलाई चाहिँ बनाउनु पर्छ, मैले पनि मेरो साथीहरूलाई मैले सिकाउनु पर्छ भन्ने जस्तो लागेर चाहिँ एउटा सानो कोसिस गरेको छु। हेर्नुस् है, हजुरहरूलाई मन पर्छ। यदि हजुरहरूलाई चाहिँ मैले बनाएको जस्तो इभिलाई मन पर्यो, राम्रो लाग्यो भने चाहिँ तपाईहरुले पनि बनाउने कोसिस गर्नुस्। खासै धेरै खर्च पनि छैन, बनाएर गिफ्ट पनि दिन सक्नुहुन्छ। तपाईको स्कुटी, बाइक, साइकल, बच्चाको स्कुल ब्यागमा, तपाईको चाबीको किरिङमा, हैन, जहाँ पनि तपाईले यो खालको इभिलाई बनाएर चाहिँ आफूले उपयोग गर्न सक्नुहुन्छ, लिएर हिँड्न सक्नुहुन्छ। बनाउनलाई पनि खासै धेरै समय पनि लाग्दैन है। यो नजर दोष भन्ने चीजले चाहिँ यतिसम्म मान्छेलाई चाहिँ नोक्सान पुर्याउने रहेछ कि बच्चाले खानै खान छोड्छ, हेल्दी मान्छे बिरामी भएर सुक्दै जान्छ, रोगै पत्ता लाग्दैन, आफ्नो काम कारोबार दिनदिनै डुब्दै घट्दै सिद्धिँदै सुक्दै जान्छ, मित्रतालाई दुश्मनीमा परिणत गर्दछ, श्रीमान श्रीमतीलाई डिभोर्स सम्बन्ध विच्छेद गर्नुपर्नेसम्म पुर्याउने, हरेक चीज जति पनि नकारात्मक चीजहरू, नराम्रो चीजहरू चाहिँ यो नराम्रो नजर लागेपछि चाहिँ त्यो चाहिँ मान्छे सिद्धिँदै जाने, मान्छेको चाहिँ नोक्सान हुँदै जाने चाहिँ यो नराम्रो नजरबाट पनि हुँदो रहेछ साथीहरू है। हुन त आफ्नो दिन दशाको पनि कुरा हो। त्यही पनि यो कुरालाई चाहिँ म चाहिँ एकदमै धेरै विश्वास गर्ने भएको कारणले मैले चाहिँ हजुरहरूको लागि यति कुरा शेयर गरेको छु, बनाएर सिकाएको छु। हजुरहरूलाई पनि यदि मन पर्छ भने चाहिँ बनाउनु होला। कसले बनाउनुहुन्छ, बनाउनु भयो, मेरो भिडियो हेरेर बनाउनुहुन्छ भने चाहिँ मेन्सन गरेर चाहिँ हजुरहरूले ट्याग गरेर चाहिँ टिकटकमा पोस्ट गर्नु होला है, मलाई खुसी लाग्छ। र यस्तै गरेर अरु पनि कुनै उपयोगी चीजहरू, राम्रो काम लाग्ने चीजहरू रहेछ भने म हजुरहरूलाई सिकाउने कोसिस गर्छु। साथीहरू, यसलाई नेपालीमा के भन्छ इभिलाईलाई त्यो पनि कमेन्ट गरिदिनु होला। र अर्को कुरा भनेको कागती खुर्सानी चाहिँ हप्तामा झुन्डाउँदाखेरि खर्च हुन्छ, खाने चीज खेर गएको जस्तो हुन्छ। यसको ट्रेन्ड आएको पनि ठिकै हो। र मैले बोल्दा केही मिस्टेकहरू बोलेको रहेछ भने चाहिँ सरी। मसँग भएको सामानहरूले चाहिँ मैले त्यसलाई फिनिसिङ दिएको छु। हजुरहरूले पनि आफूसँग जे छ त्यसले फिनिसिङ गर्न सक्नुहुन्छ। छैन भने त्यतिकै इभिलाई बनाएर तल फुर्का हाल्दा पनि राम्रो देख्छ है। हजुरहरूले भिडियो हेरिदिनु भएको भए